नर्मल कुरा तपाईँलाई फ्याक्टली भन्नु पर्दाखेरि म जापान हुँदाखेरि एकजना स्टाफ नर्ससँग मेरो कुरा हुन्थ्यो अनि कि उहाँ ड्युटीमा हुँदाखेरि ड्रेसमै मेरो वाइफसँग कुरा हुन्थ्यो तर म नेपाल आइसकेपछि उहाँलाई मैले एकचोटि भेटेपछि हाम्रो केमिस्टिक मिल्यो कुराहरू मिल्यो अनि हिल्टन होटलमा हाम्रो बर्थडेमा बुकीसुकी भयो रुम बुक गरेर केही पनि भएन त्यस्तो त्यही सामान्य कुराहरू भएको थियो त्यही कुराहरूलाई चाहिँ हाम्रो आफन्त बनेर आउने कोही अपराधिकहरू त्यसले चाहिँ आफ्नो घरबार पनि बिग्रेको र अर्का त्यसो घरबार पनि बिगार्न पाएदेखि म चाहिँ मासु र भात खान्छु भन्ने सोच भएको घटिया सोच भएको एउटा कुनै एउटा अपराधिक तत्त्वले चाहिँ मेरो घरभित्र छिरेर मलाई परिषद बालुजी चौकी अनि फेरि बाह्रज्यू तब आफू गल्ती गर्ने अरूलाई आरोप लगाउन पाइन्छ त नि यस्तो हो सर मैले कसैलाई सिद्रो हालेर मेरो घरमा ल्याएको पनि छैन घरमा नलगाएर मात्रै हुँदैन नि त घरमा लानु मात्रै ठुलो कुरा होइन कि बाहिर केटी नि त खेलाडी नभएन होइन म एउटा एक्टिभ एउटा रेस्लर पनि हो एउटा खेलाडी पनि हो अनि गएर एउटा तपाईँको मोडल पनि हो एउटा बिजनेसम्यान पनि हो एउटा हरेक कुरामा एउटा पोक्तव्य भएको एउटा ह्यान्डसम ब्रदर भनौँ न ह्यान्डसम मान्छेले दुई चारवटा केटी भेट्नु नर्मल कुरा हो तर त्यही इस्यु बनाएर यसरी गोल घरमा लगेर मान्छेलाई डिप्रेसनमा पुऱ्याएर मान्छेको इमेजै खराब बनाएर मान्छेलाई जीवन मृत्युको दोषमा पुऱ्याउनु चाहिँ राम्रो होइन भन्न चाहन्छु तपाईँ घरमा त्यति राम्रो श्रीमती हुँदा हुँदै बाहिर दुनियाँ केटी भेट्दैन भन्ने कारण चाहिँ के छ त अलवेज रेस्पेक्ट छ ड्युटीबाट आउनुहुन्छ कहिले गोडा दुखेको हुन्छ गोडामा तेल लगाइदिन्छु तपाईँ त्यो काम गर्नुहुन्छ ल गर्नुहुन्छ उहाँ 12 घन्टा ड्युटी उभिएर आउनुहुन्छ म 24 आवर कारमा हिँड्छु म 12 घन्टा उभिनुहुन्छ त्यही भएर सल्युटको साथ उहाँलाई चाहिँ अप्पर मुस्ताङबाट ल्याएको तेल जडीबुटी छ नि हामी त जडीबुटीको त अब हामी त नेपालको त अब राजै हो हामी त के त्यहाँ कति 100वटा जडीबुटीको तेल लगाएर उहाँलाई चाहिँ दुखाइ कम गर्नलाई मैले त्यो पनि गरेको छु अझ पनि गरेको छु भन्न चाहन्छु अहिले चाहिँ कस्तो छ तपाईँहरूको सम्बन्ध उहाँले फोन गरेर अब सहमतिमा छुटौँ भन्नुहुन्छ मैले भन्छु अब ठिकै छ उहाँको मनमा के छ तर मेरो चाहिँ अब छुटेर यो सल्युसन हुने होइन बरु मिलेर कन्भिन्स गरौँ के छ समझदारीमा आउँ के मिलाउँ ल्याएर तपाईँ म झगडा गरेर लाखना पैसा कसो सक्यो हाम्रै सक्यो इज्जत कसो गयो हाम्रै गयो त्यो टेबल टक गरौँ बरु लेमन टी होइन सर ब्ल्याक टीहरू बरु जुसहरू लिउँ फ्रेस गरौँ घरको श्रीमतीसँग ब्ल्याक टी जुस खानुपर्ने कारण चाहिँ मिटिङ गर्नु पनि अवस्था आयो अहिले त डराइ मर्नु भयो नि अब तपाईँको अनि अब भेट्ने बित्तिकै के हुने हो कि अहिलेसम्म त भेटै भएको तपाईँको भेट भएको छ तर अब मैले फेस टु फेस भएको नि तपाईँको राम्रो भएको छ मलाई म्यासेज अहिले पनि म्यासेज गरेर लभ इट टेक केयर हानेको छु मैले तर उहाँले म्यासेजै हेर्नु न किन अनि तपाईँ बानी सुध्रेन अनि यस्तो हुन्छ कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्राले नेपाली ब्रो भनेको ब्रान्ड नेपाली ब्रो भएको नि त यार सुन्न नेपाली ब्रो भनेको एउटा चप्पल लाएर काठमाडौँमा आएर आफूले यति संसार देखाएर अरूलाई पनि देखाएको मान्छेले अरूले सुध्री भन्दा सुध्री नि बिग्री भन्दा बिग्रेर यो नेपाली ब्रो भन्ने ब्रान्ड हो यो कहिले पनि बिग्रेको छैन कहिले पनि सुध्रिनु पर्दैन यो ब्रान्ड भने नि चाइनिज कम्पनी जस्तो भयो क्या तपाईँको होइन कुरो नटिक्ने क्या त्यस्तो होइन त्यो चाइनिज कम्पनी पनि ब्रान्ड हो ब्रान्ड चाहिँ तर सामान नटिक्ने टाइपको नेपाली ब्रोलाई खस्काएर नेपाली ब्रोलाई चाहिँ जेरोमा पुर्याउने मिडिया नै हो भन्न चाहन्छु तपाईँले गर्दाखेरि आज विश्वले चिन्यो तपाईँले गर्दा खोरमा जानुपर्ने अलिक प्राउड गरौँ न यार नेपाली ब्रोलाई अलिकति तपाईँ अलिकति अलिक सपोर्ट गर्नु अनि तपाईँ घरमा श्रीमती हुँदा चाहिँ म 2-3टा बिहारमा पाउँछु घरमा श्रीमती कस्तो छ नि सुन्नु न मेरो घरमा श्रीमती छ मैले 2-3टा बिहार पनि मेरो श्रीमती स्वीकार्नुपर्छ भन्नु